ल साथीहरु, आज म हजुरलाई क्लास 12 को अकाउन्टको क्याश रिकन्सिलिएसन स्टेटमेन्ट 3 मार्क्स फिक्स क्वेशन एकदमै सजिलो तरिकाबाट म सिकाउने गइरहेको छु। क्वेशन अनि त्यसको सल्युसन अनि त्यो कसरी गर्ने, कसरी हेर्ने म छोटो भिडियोमा सिकाउन गइरहेको छु। वान शट गर्दै छु है, राम्रोसँग बुझ्नु होला। वान शट गर्दै छु र इक्जाममा इम्पोर्टेन्ट छ। अहिले हामीलाई इक्जाममा फाइनान्सिङबाट आयो भने कस्टबाट आउँछ, जुन प्रोभिन्समा भयो भने, जुन प्रदेशमा भयो भने फाइनान्सिङबाट पहिले आयो भने चाहिँ अहिले कस्टबाट आउँछ, अहिले कस्टबाट आयो भने चाहिँ फाइनान्सिङबाट आउँछ है। त्यो हेर्नु होला अनि त्यही अनुसार प्र्याक्टिस गर्नु होला। यस्तो होइन कि फेरि यसले भने यही नै आउँछ भन्न नपर्नु होला, दुइटै प्र्याक्टिस गर्नु होला है त। अब जाम क्वेसनतर्फ। हाम्रो यो 2073 को सेट डी को क्वेसन नम्बर 22 यो हाम्रो पहिले 5 मार्क्समा सोध्थ्यो हैन, अहिले चाहिँ 3 मार्क्समा सोध्ने गर्छ है। पहिलेको क्वेसन सल्भ गर्दा पनि केही हुँदैन, झन् जान्ने भइन्छ। ठिकै छ। हामीलाई दिएको छ द नेट प्रॉफिट एज फर फाइनेन्सिङ अकाउन्ट अफ द कम्पनी आरएस 90,000 अन रिकन्सिलिएसन अफ फाइनेन्सिङ एन्ड कस्ट अकाउन्ट फलोइङ इन्फर्मेसन वेयर अब डिस्ट्रिब्युसन अब त्यो अनुसारले वितरण गर भनेछ है। सेलिङ एक्सपेन्सेस ओभर चार्ज इन कस्ट अकाउन्ट 10,000, स्टोर ओभर भ्यालुएट इन फाइनेन्सिङ अकाउन्ट, डिभिडेन्ड पेड सो अन फाइनेन्सिङ अकाउन्ट, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट क्रेडिट इन फाइनेन्सिङ अकाउन्ट। यसको मैले फर्मुलाको छुट्टै भिडियो लिएर आउने छु अर्को पार्टमा। पहिले यसको सोलुसन गरौँ है त। अब यसको सोलुसन गर्नको लागि हामीलाई यसरी टेबल कोर्नु पर्ने हुन्छ। क्याश रिकन्सिलिएसन स्टेटमेन्ट एज अन अनि हाम्रो यहाँ डेट दिएको छ भने डेट नलेख्ने, डेट दिन्न कहिले पनि यसको एरेस पारिदिने सकिन्छ। अनि हामीलाई फर्मेट चाहियो पार्टिकुलर अमाउन्ट अनि हामीलाई चाहियो नेट प्रॉफिट एज फर फाइनेन्सिङ अकाउन्ट। यो चाहिँ मैले कुनको भन्नलाई सम्झिनको लागि मात्रै गराएको, तपाईँले यसै लेख्नु पर्ने थिएन। पढ्नु त पर्छ, बारे पछि पढ्छ, मैले सुरुमै लेखिदिएँ है। अब हामीले एड र लेस गर्नुपर्ने हुन्छ। हामीले यहाँ एड गरौँ अनि हामी यहाँ लेस गर्नुपर्ने हुन्छ। अहिले यहाँ लेस गर्ने आइटमहरू पनि आउँछ, पछि कसरी गर्ने त्यो हेर्नु पर्यो है। जस्तै कि हाम्रो यहाँ यस्तो छुट्टो रफ भनेर बनाउनु पर्छ हजुरले। यहाँ सी यहाँ एफ यस्तै बनाउने, ठ्याक्क काट्ने। अब इक्जाममा कुनै ठाउँमा कपीको रफमा गराउनु होला है। अनि ठ्याक्क हामीले यो गर्नु पर्यो। अब क्वेसन पढ्दै यहाँ गर्दै गर्नु पर्यो। हेर्नुहोस्, म हाइलाइटर युज गर्छु। हाम्रो भनेको छ यहाँ सेलिङ एक्सपेन्सेसहरूले देखेकै होला। सेलिङ एक्सपेन्सेस ओभर चार्जिङ कस्ट अकाउन्ट। हामीले के भने सेलिङ एक्सपेन्सेस भने एक्सपेन्सेस भने खर्च हो, ओभरलाई हेर्नु पर्यो, बढी हो। सेलिङ एक्सपेन्सेस ओभर भने बढी, कसले गरे कस्ट अकाउन्टले गरे अनि जोले बढी खर्च गरे त्यो घट्छ, जसले कम खर्च गरे त्यो बढ्छ। जस्तै माइनस यहाँ कस्ट अकाउन्ट घट्यो प्लस फाइनेन्सिङ बढ्यो। अनि हामीलाई भने स्टोर ओभर भ्यालुएट इन फाइनेन्सिङ अकाउन्ट। स्टोर हाम्रो फाइनेन्सिङ अकाउन्ट के भयो बढे केमा स्टोरमा, अरे स्टोर के भयो फाइनेन्सिङमा बढे स्टोर बढे भनेपछि यहाँ बढाइदिने। अनि यहाँ लिएर घटाइदिने। कसको बढे फाइनेन्सिङको बढे, कसको घटे कसको बढे होइन, कस्टको बढे होइन। किनकि हाम्रो यो खर्च हो, खर्च कसले बढायो फाइनेन्सिङले बढायो। अनि डिभिडेन्ड पेड कसले तिर्या छ कसले त्यो हेर्नु पर्यो। डिभिडेन्ड पेड त हाम्रो फाइनेन्सिङ तिर्या भने चाहिँ माइनस 20,000 त फाइनेन्सिङमा गयो, यसले तिर्या होइन, यसले बचायो। अनि इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट क्रेडिट भयो, केमा क्रेडिट भयो फाइनेन्सिङमा क्रेडिट भएको छ। जान्छ डेबिट आउँछ क्रेडिट, पैसा आयो केमा आयो फाइनेन्सिङमा आयो। त्यही भएर हामीले यहाँ पैसा यहाँ आयो 15,000
हामीले के भने क्रेडिट भने कि नै क्रेडिट भनेको आउनु हो। क्रेडिट भनेको आउनु हो, डेबिट भनेको जानु हो। क्रेडिट भनेको पैसा आयो, पैसा आएपछि यहाँ के हुन्छ प्लस हुन्छ। यहाँ के एमा कस्टमा पैसै आएन, माइनस हुन्छ यो। अब हामीले एड आइटमलाई हेर्नु पर्यो। यहाँ कुन छ एड आइटम? 20,000 मात्रै छ हैन। अब 20,000 यहाँ गएर खोज्नु पर्यो कुन छ डिभिडेन्ड पेड सो अन फाइनेन्सिङ अकाउन्ट भनेर यहाँ हामीले एडमा जस्तोको त्यस्तै सार्नु पर्यो। म सारेर देखाउने छु।